हेलो एभ्रीवन, वेलकम बैक टु माई च्यानल। तपाईहरु सबैजनालाई मेरो नयाँ दिन अनि नयाँ ब्लगमा स्वागत छ। सो भाले बाज्दैछ है गाइस बाहिर चाहिँ। अन्त अहिलेको चाहिँ टाइम भयो 10 बज्न आँट्यो। अन्त यहाँ चाहिँ मेरो खाना पाक्दैछ गाइस है। चाहिँ किचनबाट स्टार्ट गरेको नि त ब्लग। अन्त अब खानाहरू बनाउँदैछु। अन्त गाइस म चाहिँ आज पुरा एक्साइटेड छु हैन, किनभने चाहिँ मेरो चाहिँ पुरा फ्यामिली बेला भएको छ। पुरा भन्दा पनि मम्मी पापा भाइ हस्बेन्ड हैन, आमा दिदीलामा आप्पा सबैजना हुनुहुन्छ। त्यही भएर चाहिँ म चाहिँ खाना बनाउँदैछु। अन्त हामी चाहिँ आज चाहिँ ट्रिपको लागि जाँदैछौँ हैन। अब कहाँ जान्छौँ त्यो तपाईँलाई म छिटै भन्छु। अन्त फेरि अहिले चाहिँ फिलहाल म लन्च चाहिँ मैले प्रिपेयर गरेको। हामी चाहिँ डिसाइड गरेको थियो खाना लिएर जाने भनेर, डिनर। सो ट्रेनको लागि त्यो चाहिँ क्यान्सल भयो, हामी नलाने उतै खाने है। अन्त सबैजना आफ्नो आफ्नो काममा बिजी। मम्मीहरू के गरेको के म चाहिँ खानापट्टि, ड्याडी भाइ अनि गणेश दादा चाहिँ मार्केट जानुभएको छ है। के सामानहरू छुटेको थियो त्योहरू सबै ल्याउनु जानुभएको छ हैन। आमा झन्डै छिटो ल्याउनु जानुभएको छ। त्यो फटाफट पहिला खाना बनाइहाल्छु है। मेरो चाहिँ गाइस खानाहरू पाकिसक्यो हो। अब चाहिँ म नुहाइदै गर्छु। अलरेडी अहिले 11 बजिसकेछ। अन्त अब फटाफट गरेर हामी चाहिँ 12 बजीहरू निस्किने हिसाबले चाहिँ उयो गर्दैछौँ, जब प्रिपेयर गर्दैछौँ है। अन्त मेरो खाना पाकिसक्यो गाइस। दादाहरू आउनुभएको छैन, गणेश दादाहरू होइन मार्केटबाट। अन्त आएपछि एक एकजना गरेर उनीहरू पनि फ्रेस हुन्छ, नुहाइदै गर्छ हो। हाम्रो प्याकिङहरू सबै भइसकिसक्यो हो। मेरो त के हो नि, अस्ति आएको त्यहाँदेखि फेरि त्यही ब्यागमै फेरि दुईटा पारेर फेरि अर्को लुगाहरू हाल्नुपर्ने थियो। सो त्यो पनि गरिसकेँ हो। अन्त त्यहाँदेखि चाहिँ अब नुहाइदै गरेर फ्रेस भएर निस्किनुपर्छ। गाडी घरमै बोलाएर चाहिँ एनजेपी जाने। अन्त हामी एनजेपीबाट चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ फर्स्ट चाहिँ हामी जान्छौँ गया है, बुद्ध गया। त्यहाँ चाहिँ पिण्डोहरू दिनुपर्ने छ। यता बाबालाई पनि दिने, प्लस हाम्रो त मेरो ससुरालीपट्टिकोलाई पनि दादा र म भएर दिने भनेर चाहिँ उयो गरेको है। अन्त सो त्यही हो। अब अझै छ थुप्रो जग्गा जानुपर्ने, बट म अहिले भन्दिनँ तपाईँहरूलाई। सो अर्को भ्लगतिर म देखाउँछु होइन कहाँ कहाँ जाने भनेर। अन्त आज चाहिँ फिलहाल हामी जाने गया है। आज निस्किने, अब भोलि पुग्नु चाहिँ। सो हेर्दै जानुहोस् होला है। यो भ्लग चाहिँ अब पुरा मन्दिरहरूको उयो गर्ने छु, देखाउने छु म के हो कस्तो है। गाइस हामी चाहिँ निस्केको हो। अगाडिपट्टि आप्पा र भाइ बसिरहेको छ। यहाँ ड्याडी दादा 3 जना लेडिज यता अझै यता हेर्नु न। सो हामी निस्केको है एनजेपीसम्म यो गाडीमा। के ए भइहाल्छ। अब एनजेपी गएर भेटौँ है। हामी चाहिँ पुगिसक्यो एनजेपी होइन। गरम राइट। हामी चाहिँ एनजेपी पुग्यो है। जाँदैछु प्लेटफर्मपट्टि। भारी कस्तो छ ब्याग त मेरो। आमा चाहिँ यहाँ आमाको हातमा, आमा हातको देखाइदिनु न। खै आमाको हातको ए ड्राइडर लगेछ। अगाडि पनि छ। अगाडि चाहिँ आप्पा, हाम्रो भाइ गणेश दादा हो, आमा 3 जना जाँदैछ। यहाँ चाहिँ ब्याग हेर्नु न, यो भाइको ब्याग चाहिँ यति थुप्रो छ गाइस। यतातिर पनि ब्याग हो। यहाँ चाहिँ भोक लागेर 2 जनाले बिचरा आप्पाले किनिदिनु हुँदो रहेछ चिया फेरि। सो गाइस यता गरमले मर्नु भइसक्यो हो। अन्त यहाँ चाहिँ आप्पा उबाट यिनीहरूले ब्याग किन्छु सल्लाह गर्दैछ। अब गाइस यो चाहिँ हाम्रो ट्रेन हो है, हामी जाने। अन्त हामी चाहिँ जाँदैछ हो। अगाडि पुगिसक्यो भाइहरू। चाहिँ ब्याग भारी भएर पछि भयो। हाम्रो चाहिँ उता एसीपट्टि हो। कस्तो भिड छ हो। हाम्रो चाहिँ ट्रेन पनि हिँड्यो अहिले है। साइड रोड
दुईजना यत्रो यत्रो परिरहेछ सो अब खाना खानु आँटेको हामी चाहिँ है हाम्रो चाहिँ खाना आउँदैछ है आमाहरू सबै बसिरहेको छ भाइ यहाँ बसिरहेको छ यता हेर्दैउ न हेलो म यता हेर्दैउ न अब खाना आउँदैछ बसिरहेको छु गाइस म चाहिँ चढिसकेँ हो अब सुतिरहेको छु फिलहाल चाहिँ ट्रेन बन्द उयो भइरहेको छ रोकिरहेको छ म चाहिँ सुतिरहेको छु सबैजनाको अलग अलग छ नि त हो सो म चाहिँ यहाँ सुतिरहेको छु आमा र दादा उता मम्मीहरू पर हो भाइ अलिक उता सँगै पाएन नि त सिट सो यहाँ चाहिँ मैले गाइस डिनरको चाहिँ पैसा रेडी राखिरहेको पे गर्नुपर्ने नि त अहिले पक्रिरहेको छु है सो अब म भोलि भेट्छु हेलो एभ्रिवान गुड मर्निङ है सो सबैजना चाहिँ अब बसिरहेको छौँ यहाँनिर हो अब उत्रेर कुन चाहिँ जग्गा जानुपर्ने बात मार्दैछौँ हामी सो अब उठेर बसिरहेछ अनि चिया पनि खाएको छैन अब हामी चाहिँ रुममा गएर फ्रेस भएर खाने है के भयो बिचरा बिहान बिहानै आएछ माग्नु है पानीको ट्याङ्की होला है आमा मोटो त बट यो गरम वाला पहाड हो ऊ मन्दिर रहेछ ऊ पर गाइस हामी चाहिँ यहाँ गएर आइसक्यो हो यहाँ चिया खानु बसेको गरम छ यहाँ गाइस हामीले चाहिँ यहाँ रुम पायो एसी वाला है अन्त एसी चाहिँ यहाँ रहेछ नि त फेरि यहाँ सुत्दा मात्रै शीतल हुँदो रहेछ गाइस हो ए दुईटा रुम लिएको छ हामीले हो गुड मर्निङ ड्याडी सो अब चाहिँ हामी जानु आँटेको खाना मिन्स खाजा खानु जानु आँटेको यता आप्पामा हुनुभयो गरम छ गाइस यहाँ चाहिँ सो अब लिलामालाई पर्खेछ अब लिलामा वासरुम जानुभएको छ हामी चाहिँ ब्रेकफास्ट गर्नुभएको है गाइस यहाँ चाहिँ बेलकुनी पनि रहेछ ए यहाँको भ्यू हेर्दिङ त अब यहाँबाट हजुर फर्सीहरू कस्तो दामी उयो रोपेको रहेछ गाइस यहाँ चाहिँ सायद भण्डारामा चाहिँ यहाँकै खानाहरू बनाउँछ होला है सजना त लट्ठीरमै हाम्रो आमालाई देखाउनु पर्छ यहाँ चाहिँ चिया खानु बसेको दुईजना है चिया खानु ने यहाँ भएर चिया बनाउनु हुँदैछ सो आश्रम चाहिँ यो हो गाइस हामी बसेको गाइस हामी चाहिँ नुहाइ गरिसक्यौँ होइन म नुहाएँ होइन म नुहाएँ सो हामी चाहिँ बुद्ध गया घुम्नु गएको हो बिच्चा कुरा नगर्दा पनि हुन्छ को चाहिँ नुहाउँदैन यस्तो गरममा शराब चाहिँ निम्बुको बोट छ है गाइस अन्त दामी छ सागहरू चोपेको छ यहाँनिर दामी दामी छ उयोहरू है सब्जीहरू हाम्रो चाहिँ उयो माथि लुगाहरू सुकाइरहेको छु भाबीले चाहिँ सेकेन्ड फ्लोरमा गाइस यहाँ चाहिँ हामी आइपुगिसक्यो जगन्नाथ मन्दिर है अन्त यहाँनिर चाहिँ हुनुहुन्छ राम भगवान लक्ष्मण अन्त सीता मैया है अन्त यस्तो मजाले
गुरुजीहरू बस्नु हुँदो रहेछ है। यहाँ फोटोहरू खिच्दैछ सबैजनाले। मजाको जग्गामा रहेछ यो चाहिँ है। यस्तो राम्रो छ मन्दिर, ठुलो न ठुलो कम्पाउन्डभित्र छ है। तपाईँहरू गया आउनु भएछ भने चाहिँ यता चाहिँ आउनुहोस् होला है। यस्तो दामी छ, एकदम शान्तिले बस्नु सक्छ यहाँ है। कस्तो राम्रो, कस्तो मनै शान्ति हुने खाले ठाउँ रहेछ गाइस यहाँ चाहिँ होइन। यहाँ चाहिँ खलखलो भइसक्यो। अब चाहिँ हामी निस्किने यहाँबाट। अन्त म चाहिँ फोटो खिच्छु है एक दुईवटा। फर्स्टमा चाहिँ फोटो अलाउड छैन भन्दै थियो, तर पछि चाहिँ गुरुजीहरू पनि आउनुहुँदैछ। ऊपर जो देख रहे हैं 289 केजी गोल्ड है उसमें ना, सोने का है पूरा। पूरा पूरा गोल्ड है वो 289 केजी। इसमें बुद्ध भगवान ने क्या किया था? दीदी क्या किया था बुद्ध भगवान ने? बुद्ध भगवान ज्ञान प्राप्त किया, इसी मंदिर में ज्ञान प्राप्त हुआ, तो इसलिए बुद्ध गया। बोध गया। यहाँ से हम कहाँ जाएंगे? बस यहाँ से मोबाइल जमा करना है, एक गेट से हिल जाना है। ओके। यहाँ से हिल। फोन अलाउड नहीं है ना अंदर? हाँ? फोन अलाउड नहीं है ना? ना फोन अलाउड नहीं। कस्तो दामी छ है गाइस कम्पाउन्ड चाहिँ। अन्त यो मन्दिरमा चाहिँ बुद्ध भगवानले चाहिँ ज्ञान प्राप्त गर्नुभएको अरे। अनि माथिको चाहिँ पुरा सुनको अरे है। वहाँ छोड़ दी इसे, वहाँ रामजानकी जगन्नाथ में कोई लेकर भाग जाएगा ना। जग्गा रहेछ। अब चाहिँ हामी त्यतापट्टि जानु आँटेको हो। आमामा यो गाइस गरमले चाहिँ यस्तो डरलाग्दो भइसकिसक्यो। भित्र चाहिँ फोन अलाउड छैन अरे, सो म यहाँ जम्मा गर्छु। अन्त भित्र चाहिँ भ्लग बनाउनु सक्दिनँ है, किनभने चाहिँ अलाउड छैन। सो लेट्स मुभ अन टु बुद्ध गया। गाइस यहाँ चाहिँ रहेछ मोनेस्ट्री है। यहाँ चाहिँ महाबुद्धि के हो यो, सोसाइटी अफ इन्डिया बुद्ध गया सेन्टर। भर्खर के भन्यो कि श्रीलङ्का उयोहरू भन्नुहुँदै थियो। सो अब हेरौँ गएर। यहाँ चाहिँ फोटो खिचेर चाहिँ उहाँनिर जम्मा गर्नुपर्छ अरे। त्यहाँदेखि जम्मा भएपछि चाहिँ भित्र चाहिँ अलाउड छैन अरे नि त ठुलो उयसमा चाहिँ। यहाँ चाहिँ रहेछ जयश्री महाबुद्धि बिहारी है। ए कस्तो दामी छ। यहाँ मजाको चप्पल खोल्ने राखिदिएको रहेछ। प्लिज रिमुभ यर सुज। भगवान छन् है यहाँ चाहिँ। हामी निस्किसक्यो यहाँबाट होइन। भित्र चाहिँ एकदम उयो गर्नु दिएन, सो हामी चाहिँ निस्किसकेको। अन्त अब हामी रुम जाने, किनभने नि पानी पऱ्यो गाइस होइन। यस्तो पानी पऱ्यो हो, पानी परेर चाहिँ बिचोक। अन्त त्यही भएर चाहिँ अब घरभित्र रुमभित्र बस्नु ठिक लाग्यो। त्यो खानाको टाइम पनि भयो, 12:30देखि लङ्गर खुल्छ भनिरहेको थियो नि त त्यहाँ आश्रममा। सो हामी चाहिँ अघि नै कुपनहरू काटेर आएको। अब गएर चाहिँ खाना खानुपर्छ। सो अब चाहिँ हामी जानु आँटेको चिया पिउनुलाई हो, किनभने अब चाहिँ हामी छाक जोड्छ नि त। अन्त घाम अस्ताउनुभन्दा अगाडि चाहिँ चिया बिस्किटहरू खाइहाल्नुपर्छ हो। अनि त्यही भएर चाहिँ निस्किन आँटेको। सब भाइ आप्पा ड्याडी गणेश दादा जानुभयो। हेर्नुहोस् न गाइस हामी चाहिँ लुगाहरू अघि धोएको थियो, यतातिर पनि छ। अन्त अब चाहिँ उनीहरू चाहिँ गइसक्यो, हामी चाहिँ आमाहरूलाई पर्खिरहेको छ। अन्त गएको हामी चाहिँ कस्तो गरम छ बाहिर। भित्र त म ब्ल्याङ्केटहरू सुतेको थिएँ हो। अन्त अब चाहिँ ब्याग पनि नहुनु। आमा चिया पिउनु जानुभयो? अब आज हाम्रो एक छाको नि त है। त्यही भएर मेरो आमाको
गणेश दाको ड्याडीको मम्मी हामी 5 जना चाहिँ छाक छोड्छौँ बाहिर छोड्दैन किनभने मम्मी ड्याडी छ है अन्त त्यहाँदेखि लिला आमा र आप्पाले चाहिँ छाक छोड्नु हुँदैन हो त्यही भएर अब हामी गएको है